1 महिनाको तलब आयो। रोमानियामा नेपालीहरूको तलब कति हुन्छ भनेर थाहा पाउनु मन छ नि भिडियो अन्तिमसम्म हेर्नु होला। म तपाईँलाई देखाउने छु गनेर। ल यो चाहिँ 30 अस्ति 30 तारिकमा चाहिँ 15 दिनको स्यालेरी आएको थियो 1304 रुपियाँ। र अब चाहिँ म खोल्न गइरहेको छु। यस्तो स्टिच लाएर दिएको हुन्छ, यहाँ देख्न सक्नुहुन्छ। ल है त यहाँ खोलौँ, यसलाई छाडौँ। ल तपाईँको अगाडि च्याप्दैछु। ल यति छ पैसा है त। र यो चाहिँ 200 को रोमानिया नोट, नेपाली लगभग 6500 रुपियाँ जति हुन्छ एउटा पैसाको है। 6500 रुपियाँ हुन्छ है त। ल म तपाईँलाई गनेर देखाउँदैछु, हेर्नु होला है त। 200, 400, 600 सबै 200 को नोट छ। 800, 1000, 1200, 1400, 1600, 1800, 2000, 2200, 2400। ल आजलाई चाहिँ यति नै। अब चाहिँ भोलिको भिडियोमा भन्छु एक्ज्याक्ट। तपाईँहरूलाई अस्तिदेखि भिडियो हेर्दा वाक्क भयो होला। आज पनि तपाईँलाई यो चाहिँ तपाईँलाई गेसको लागि राख्दै मैले सस्पेन्स। तपाईँ कति छ गेस गर्नु होला। ल तपाईँलाई मैले 2200 सम्म त गर्न देखाइदिएँ, अझै गर्न बाँकी छ। म टक्क भोलिको भिडियोमा चाहिँ कति हुन्छ भनेर भन्छु। आजलाई यति नै। थकाइ लास्ट लागेको छ, भोलि हेर्न तयार हुँदैन। म सबै भन्छु भोलि चाहिँ। धन्यवाद।